हेलो साथीहरू, गुड मर्निङ। तपाईँहरू सन्चै हुनुहुन्छ होला? म सन्चै छु। आज चाहिँ म यसो नजिकैको पार्कतिर घुम्न जाँदैछु। त्यसैले तपाईँहरूलाई पनि देखाउँ कि भनेर भ्लग बनाउँदैछु। हेरेर साथ दिनु होला। म बस्ने एरिया चाहिँ यस्तो छ, रमाइलो छ, शान्त छ ठाउँ। यहाँ घरहरू चाहिँ मसिना छन्, तर पनि सबै भूकम्प प्रतिरोधीहरू हुन्छ। यो सबै काठबाट बनेको हुन्छ, बाहिरबाट चाहिँ रेडिमेड आउँछ अनि टाँसेको हुँदो रहेछ। यो चाहिँ मेरो रुम छेउको पार्क हो। चितावनमा 200-300 मिटरको छेउ मिटरमा चाहिँ नजिक हुन्छ यस्तो पार्कहरू हुन्छ, बच्चाहरू खेल्ने ठाउँ व्यवस्थित हुन्छ। अहिले चाहिँ यो पातहरू झर्ने मौसम भएको भएर चाहिँ अहिले यो रुखहरूमा केही पातहरू छैन। त्यो भोलिपछि मजाले फुल्छ। यो नेपालमा पाउने गुराँसको प्रजाति हो, तर यो फुल चाहिँ फरक हो। पातहरू पनि अलिकति फरक छ, तर जुन जातमा चाहिँ एउटै हुँदो रहेछ। यो फरक फरक कलरको फल्छ गुराँस जस्तै, तर मसिनो फुल हुन्छ। यो चाहिँ पार्कहरूमा यस्तो धार बना हुन्छ, बच्चाहरूले खान सजिलो होस् भनेर हुन्छ। बच्चाहरू खेलिरहेको छ। बच्चाहरू खेल्ने ठाउँ। यसरी सानो सानो पार्कहरूमा पनि टोइलेटहरू सबैको व्यवस्था हुन्छ। पार्क चाहिँ यस्तो देखिन्छ यहाँबाट। धेरै फुलहरू फुल्ने बेलामा राम्रो हुन्छ। नेपालमा एउटा बजारमा एउटा सहरमा भनौँ न 2-3टा भन्दा टोइलेटहरूको व्यवस्था हुँदैन। यहाँ चाहिँ हरेक 200 मिटरको सानो पार्कहरू, बच्चाहरू खेल्ने पार्कमा नि टोइलेटहरू सबैको व्यवस्था हुन्छ, सफा पनि हुन्छ। नेपालमा त फोहोर गरेर साध्यै हुँदैन। फुल मजाले फुल्या मसिनो। हस् त, धन्यवाद। मेरो सानो छोटो भ्लग यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, हेरेर साथ दिनु होला।